हामीले चाइनाबाट सामान नेपाल इम्पोर्ट गर्दा एकदमै धेरै सुनिने टर्म्सहरू। यदि तपाई पनि इम्पोर्टको फिल्डमा नयाँ हुनुहुन्छ र यो फिल्डमा युज हुने शब्दहरूको बारेमा थाहा छैन भने यो भिडियो तपाईको लागि हो। नम्बर 1 स्ट्रिम कोड। स्ट्रिम कोडलाई IEC पनि भनिन्छ, जसको मतलब इम्पोर्ट एक्सपोर्ट कोड। यो एउटा 10 डिजिट भएको नम्बर हो जुन गभर्नमेन्टले तोके अनुसार तपाईलाई इम्पोर्ट र एक्सपोर्ट गर्नको लागि चाहिन्छ। नम्बर 2 CBM, जसको मतलब क्युबिक मिटर हो। यसले भोल्युमको मेजरमेन्ट बुझाउँछ। जब कुनै पनि सामान इम्पोर्ट वा एक्सपोर्ट गरिन्छ त्यसको साइज अनुसार शिपिङ कस्ट लाग्छ। CBM को हेल्पले कार्गोको साइज क्याल्कुलेट गर्न सकिन्छ। कन्टेनरमा कति सामान फिट हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ। नम्बर 3 MOQ, जसको मतलब मिनिमम अर्डर क्वान्टिटी हो। यदि कुनै पनि फ्याक्ट्रीले हाम्रो MOQ भनेको 100 पीसेस हो भन्यो भने बायरले कम्तीमा पनि 100 पीसेस त्यो फ्याक्ट्रीबाट किन्नु पर्ने हुन्छ। यो नै MOQ हो। यसले गर्दा म्यानुफ्याक्चररलाई प्रोडक्सन कस्ट कभर गर्न सजिलो हुन्छ। यदि इम्पोर्ट सम्बन्धित यस्तै जानकारी पाउनु मन छ र इम्पोर्टको लागि आफूलाई एजुकेट गर्नु मन छ भने डोन्ट फर्गेट टु फलो अल सेलर इम्पोर्ट एक्सपोर्ट। थप जानकारीको लागि माथि दिएको नम्बरमा आजै सम्पर्क गर्नुहोस् वा हाम्रो वेबसाइट अल सेलर इम्पोर्ट एक्सपोर्टमा पनि भिजिट गर्न सक्नुहुन्छ।